केशव महर्जन, भरतपुर 1 चितवन। मेरो श्रीमती सरिता महर्जन श्रेष्ठ, पूर्व श्रीमान। र मेरो श्रीमतीलाई मुख चाहिँ दाहिनेपट्टि भाँगिएको, कानपट्टि गएको र बोल्न नसक्ने अवस्थामा र अलिकति अचेत जस्तो, बेहोस चाहिँ पुरा नभइसकेको तर बोल्न नसक्ने अवस्था जस्तोमा चाहिँ न्युरो हस्पिटलमा हामीले चाहिँ न्युरो उपचारको लागि ल्यायौँ र आज डिस्चार्ज हुँदैछ। र एमआरआई गरिसकेपछि दिमागमा चाहिँ खुनको रक्तस्राव भएको छ, मस्तिष्कघात भएको छ भन्ने कुरा हामीले थाहा पायौँ र तत्कालै उहाँलाई चाहिँ थ्रोम्बोलाइसिस गर्नुपर्छ भन्ने उहाँले चाहिँ हामीले सल्लाह दिनुभयो र समय अत्यन्त कम छ, 4 घन्टाभित्र गरिसक्नुपर्छ भन्ने कुरो भइसकेपछि त्यसपछि हामीले डक्टरले भनेअनुसार हामीले चाहिँ उपचारको लागि अगाडि बढ्यौँ र त्यो थ्रोम्बोलाइसिस गर्ने बेलामा जुन औषधि शरीरमा प्रवेश भएको थियो 3 घन्टा 55 मिनटमा त्यो औषधिले प्रवेश पायो मेरो श्रीमतीको शरीरमा र थ्रोम्बोलाइसिसको औषधि प्रवेश भइसकेपछि त्यसको 3 घन्टापछि त्यसको रिजल्ट हेर्नुपर्छ भनेर भन्नुभयो डाक्टर साहबले र 3 घन्टापछि हामीले फेरि एमआरआईको रिपोर्ट हामीले प्राप्त गऱ्यौँ र त्यो रक्तस्राव चाहिँ बिस्तारै हटेर गइसकेको रहेछ। र यो थ्रोम्बोलाइसिस गरिसकेपछि डाक्टर साहबले भन्नुभएको थियो 70% व्यक्तिहरूमा यो सक्सेस हुन्छ भन्ने कुरो गर्नुभएको थियो र त्यो 70% भित्र मेरो श्रीमती परेको रहेछ भन्ने मलाई अब डाक्टरको टिमलाई म धन्यवाद नै दिन चाहन्छु। अब यो मेरो श्रीमती अब सकुशल एकदम पहिलेकै अवस्थाबाट फर्किँदैछ। अत्यन्त समय कम थियो र ल्याउने बित्तिकै डाक्टर साहबले हेर्नुभयो, अन्जिल मणिसिंह डाक्टर साहबको। मेरो श्रीमतीलाई आउने बित्तिकै उहाँले हेर्नुभएको थियो। ट्रिटमेन्ट गर्ने एउटा शैली छ, त्यो पनि एकदम राम्रो लाग्यो। अन्त हस्पिटलमा